दाजुभाइहरूमा बहिनी हुनुहुन्छ यहाँ दिदी बहिनी सबैमा मेरो नमस्कार। सर्वप्रथम म आफ्नो परिचय दिन्छु। म विश्वराज पोखरेल, मेरो घर चाहिँ रुम्जाटार। म नेपाल पुलिसमा 29 वर्ष सेवा गरेर अहिले राजनीतिमा आएको छु। 3 वर्ष जति हेरेँ कुन पार्टी ठिक हुन्छ, कसबाट परिवर्तन हुन्छ, कसबाट परिवर्तनको सम्भव छ भनेर 3 वर्षमा अध्ययन गरेँ। 3 वर्षमा अध्ययन गरेपछि अब राष्ट्रिय स्वतन्त्र पार्टी जसप्रति जनताको विश्वास छ, जसले जनतालाई भरोसा गरेको छ, जनताले भरोसा गरेको छ, त्यो पार्टीबाट मात्रै परिवर्तन सम्भव छ भन्ने विश्वासका साथ यो पार्टीमा प्रवेश गरेको झन्डै अघि भन्नु 1 महिना जति भयो। अब यहाँ हामीहरू भेला भइरहँदाखेरि हाम्रो ढुङ्गानाजीले, केशरजीले अनि रविनजीले, वीरबहादुरजीले अत्यन्त महत्त्वपूर्ण विषय राख्नुभयो। हामीले जे कुरामा असन्तुष्टि व्यक्त गरेका छौँ त्यही कुरा यहाँहरूले पनि असन्तुष्टिको रूपमा राख्नुभयो। यहाँहरूको असन्तुष्टि र हाम्रो असन्तुष्टि एकै ठाउँमा देखियो। आज यही असन्तुष्टिले गर्दा म पनि राजनीतिमा आएको छु परिवर्तनको लागि। किनभने 36 वर्षसम्म यिनीहरूलाई हामीले पटक पटक भोट दियौँ, के पायौँ? तपाईँहरूले आफ्नै घर आँगनमा उभिएर हेर्नुहोस्। तपाईँको 30 वर्ष अगाडि 36 वर्ष अगाडि आएको परिवर्तनबाट तपाईँले यो घरको यो आँगनमा के परिवर्तन पाउनुभयो? मुलुकमा आएको परिवर्तनबाट तपाईले यो आँगनमा के परिवर्तन पाउनुभयो? तपाईको घर अगाडि बाटोमा के परिवर्तन पाउनुभयो? आज पनि तपाईले यतिखेर पनि यो 36 वर्ष अवधिमा तपाईँ अहिले पानीको समस्या बोल्दै हुनुहुन्छ। तपाईँ चाहिँ 65-66 सालदेखि बनेको सडक अहिलेसम्म पिच भएन भनेर बोल्दै हुनुहुन्छ। आज पनि तपाईले कुशासनको कुराहरू गर्नु परिरहेको छ। तपाईले आज पनि रोजगारी नपाएर रोजगारीको लागि युवाहरू, आफ्ना भाइ बहिनी, छोराछोरीहरू विदेशिनु परेको समस्या व्यक्त गरिराख्नु भएको छ। कतिपय ठाउँमा आमाहरू रुनुभयो। हामीले यसरी गाउँ घुम्दै जाँदाखेरि आमाहरू रुनुभयो। उहाँहरूको छोराछोरीसँग महिनौसम्मसँग चाहिँ खालि टेलिफोनमा कुरा गर्नुपर्छ। सिकेस्त बिरामी हुँदा पनि उहाँहरू आउन पाउनु भएको छैन। जागिर छोडेर आएपछि यहाँ घर व्यवहार चलाउन गाह्रो हुन्छ। बरु तिमी त्यहाँ गाउँलेलाई भनेर स्वास्थ्य उपचार गर, म पैसा पठाइदिन्छु, तर म आएँ भने त्यो पैसा पनि दिन सक्ने सामर्थ्य छैन, कसले दिन्छ, उपचार गर्न सक्दैन भने कति ठाउँमा आँसु चुहाउनु भयो। यो अवस्था हाम्रोमा छ। त्यसैले हामी के चाहन्छौँ भने अब परिवर्तन गर्नुपर्छ। यसरी उनीहरूलाई देशको सम्पूर्ण शासन व्यवस्थालाई आफ्नो खल्तीमा राखेर कुशासन चलाएर आफ्नो स्वार्थ मात्रै होइन, आफूलाई मात्रै उचाइमा पुर्याउने। अघि तपाईँहरूले भन्नुभएको जस्तो मौका परे धुलो लाग्छ भने हेलिकप्टरमा आउने, हेलिकप्टरमा फर्किने, यसरी विकास हुँदैन। यस्तो नेताहरूबाट विकास हुँदैन। अब नेता भने कस्तो हुनुपर्छ भने तपाईँको पीडामा मेरो पनि पीडा भनेर यहाँ आएर जनतासँग आएर बुझेर, समस्या बुझेर उहाँहरूसँग सहकार्य गर्ने नेता मात्रै अब जनताले स्वीकार्नुपर्छ। त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टी अहिले यिनीहरूको व्यथिति, यिनीहरूले गरेको कुशासन, यिनीहरूले गरेको भ्रष्टाचारको विरुद्ध लड्नको लागि जन्मिएको पार्टी हो। यो पार्टीमा जो आएर जोडिनु भएको छ, मैले त उहाँहरूलाई पनि भनेको छु, जोडिनेहरूले जहिलेसम्म इमान्दारीपूर्वक जनताको पक्षमा काम गर्न सक्छन् त्यो बेलासम्म मात्रै जोडिने अधिकार पनि राख्छन्। जहिलेसम्म जनताले यो मान्छे पनि पुरानै पार्टीका जस्ता नेता भयो भनेर कसैले कुनै हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको नेताप्रति प्रश्न उठाउन थाल्यो भने त्यो मान्छेले त्यो पार्टीमा जोडिराख्ने अधिकार पनि राख्दैन। हामी त्यो कुराको आवाज पनि उठाउँछौँ। अब पार्टी खोल्ने, कुनै व्यापार व्यवसाय गर्ने, कुनै कमाउको लागि आफ्नो जिन्दगी बदल्न, आफ्नो आफन्तको जिन्दगी बदल्न होइन, शासन गर्न होइन, जनताको सेवा गर्न, जनताको जिन्दगी बदल्न र मुलुकको परिवर्तन, मुलुकको चाहिँ जिन्दगी बदल्न मात्रै राजनीति गर्ने हो। त्यो कुरा बुझेर आउनेले मात्रै राजनीति गर्न र यो पार्टीमा जोडिन जरुरी छ। त्यस्ता मान्छे मात्रै जोडिउन्, हामीले त्यही भन्ने गरेका छौँ। भोलिका दिनमा तपाईँले त्यो देख्नु पनि हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा तपाईँले हेर्नुहोस्, सानो कुरा, सानो कमजोरी देखाएर राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिले हाम्रा एकजना सांसदलाई तत्कालै कारबाही गर्नुभयो। कसैले कुनै ठाउँमा बचाउनु भयो, कसैले बचाएन। उहाँमाथि त्यही भ्रष्टाचार, तपाईँले भ्रष्टाचार गर्नुभयो, मुलुक डुबाउनु भयो, जनतालाई जहिले पनि कुशासनमा राख्नुभयो, जनतालाई अत्याचार गर्नु, अन्याय गर्नु भनेर गृहमन्त्री हुँदाखेरि उहाँले जब भ्रष्टाचारका फाइल खोल्ने काम प्रारम्भ गर्नुभयो, त्यसपछि उहाँलाई षड्यन्त्रपूर्वक तानाबाना मुनेर फसाइयो। त्यो तपाईँले देख्नु भएको छ। त्योभन्दा अगाडि त्यो आवाज किन उठेन? त्योभन्दा अगाडि उहाँ किन सुकिलो मुकिलो देखियो? अहिले कसरी उहाँ धुलो देखियो? त्यसैले यो सबै षड्यन्त्रपूर्ण ढङ्गले गरियो। त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टीलाई काम गर्नको लागि अहिले तपाईँहरूको साथ चाहिएको छ। हामी बदल्न चाहन्छौँ। तपाईँहरूको जनताको साथ चाहिएको छ। जनतालाई पनि एउटा अवसर आएको छ, हामीलाई पनि एउटा अवसर आएको छ यो मुलुक परिवर्तन गर्ने। यिनीहरू पुरानाहरूले गरेका सम्पूर्ण हिजोका जति पनि व्यथितिहरू छन्, जति पनि भ्रष्टाचारहरू छन्, त्यो सबैलाई कानुनको दायरामा ल्याएर अनुसन्धान गर्ने र एउटा शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले आम जनताको विश्वास र भरोसामा काम गर्ने एउटा वातावरण
खोजिरहेको छ। यो वातावरण प्राप्त गर्ने एउटा ठुलो अवसर पनि हो। तपाईँहरू सबैले यसलाई सपोर्ट गर्नुभयो, सहयोग गर्नुभयो भने हाम्रो भविष्य मात्रै होइन, तपाईँहरूको भविष्य मात्रै होइन, आउने पिँढी, तपाईँहरूको भोलिका दिनमा जन्मने बालबच्चाको भविष्य समेत सुन्दर हुन्छ। यही मुलुकमा त्यो बालबच्चाहरूले सबै कुरा पाउँछन्, स्वास्थ्य पाउँछन्, शिक्षा पाउँछन्। अहिले यहाँले उठाउनु भयो, स्वास्थ्यको कुरा उठाउनु भयो, शिक्षाको कुरा उठाउनु भयो, अहिले केशरजीले स्वास्थ्यको कुरा पनि उठाउनु भयो होइन, यही सडकको कुरा उठाउनु भयो। यो सबै कुराहरूलाई हेर्दाखेरि अब हामीले परिवर्तनको लागि भोट खेर जाला कि यो पार्टीले नगर्ला कि भोलि यो पार्टी पनि पुरानै जस्तो होला कि भन्ने शङ्का गर्नु पर्दैन। 30-36 वर्षमा हामीले भोट दिएर हेऱ्यौँ त, पटक पटक हाम्रो भोट खेर गयो। उनीहरूको हाम्रो भोट खेर जाँदाखेरि हाम्रो जिन्दगी पनि खेर गयो, हाम्रो जवानी पनि खेर गयो। हामी जहाँ कतै रह्यौँ, तर एकपटक राष्ट्रिय जनता पार्टीलाई भोट दियौँ, हामीले परिवर्तन गरेर छोड्छौँ। हेरौँ, भोट खेर जाँदैन। म यहाँलाई यो विश्वास दिलाउन चाहन्छु। त्यसैले आज हामी यो गाउँ घुमेर यो समस्याहरू के छन्, कसरी यो समाधान गर्ने, सबै कुरा हेरिरहेका छौँ। योजना के छ भन्नुहुन्छ, हाम्रो पहिलो सुरुवाती नै के हुन्छ भने सुशासन मुलुकमा पहिला कायम गरेपछि अनि सबै योजना पनि ठिक ढङ्गले चल्छन्। योजनाभित्र भ्रष्टाचार पनि नियन्त्रण हुन्छन्, योजनाभित्र कमिसन तन्त्र पनि नियन्त्रण हुन्छ। अहिले तपाईँलाई थाहा छैन, म त राज्य व्यवस्थामा लामो समय काम गरेको। तपाईँको सडकमा तपाईँले सोचिरहनु भयो होला 10 करोडको सडक 10 करोड लाग्छ होला, होइन। 5 करोड लाग्छ भने 10 करोडको चाहिँ योजना लागत अनुमान बनाएर त्यहाँ भ्रष्टाचार गर्ने हो। मुलुक त्यसरी हिँडिरहेको छ। त्यसैले गर्दा यति सानो मुलुकमा ठुलो रकमहरू चाहिँ बजेटमा छुटिएको देख्दा पनि विकास हुन सकेन। बजेट हेर्नु भने तपाईँले यो मुलुकको यतिखेर स्वर्ग जस्तो बनिसक्नुपर्ने हो। बजेट त आएको छ, तर त्यो बजेटमा भ्रष्टाचार भएको छ। त्यसैले त्यसको विरुद्ध पनि हामीले लड्नु जरुरी छ। अब हामीलाई लड्नको लागि हामी आयौँ, लड्नको लागि त तपाईँहरूको साथ जरुरी छ। जनताको साथ बिना कसैले लड्न सक्दैन। यो एउटा अवसर हो, यो एउटा अवसर हो। सबै प्रकारको व्यथिति र विकृतिलाई अन्त्य गरेर मुलुकमा सबै प्रकारको समस्या हल गरेर जाने एउटा हामी सबैको सामूहिक प्रयासबाट यो अवसरलाई सदुपयोग गर्न सक्यौँ भनेदेखि भोलि मुलुकले चाहिँ तपाईँले अहिले 36 वर्षमा जे भयो भने उनीहरूले चाहिँ पुराना पार्टीहरूले जे भनिराखेका छन् त्यो हामी 10 वर्षभित्र योभन्दा धेरै राम्रो गरेर देखाउँछौँ। यो हामीले राष्ट्रिय जनता पार्टीले गरेको वचनबद्धता हो। त्यसैले म यहाँलाई के भन्छु भने राष्ट्रिय जनता पार्टीप्रति तपाईँले ढुक्क भएर, विश्वस्त भएर राष्ट्रिय जनता पार्टीलाई कुनै उम्मेदवारलाई जिताउने होइन, हाम्रो प्रणालीलाई जिताउने हो, मुलुकलाई जिताउने हो, जनतालाई जिताउने भन्ने सोचेर यो व्यक्ति जित्ने होइन, विश्वराज पोखरेल जित्ने होइन, यो मुलुक जित्ने हो, यहाँका जनता जित्ने हो, सारा नेपालले जित्ने हो भन्ने कुरालाई बुझेर तपाईँले राष्ट्रिय जनता पार्टीलाई विश्वास गरिदिनु म अनुरोध गर्दछु। र तपाईँले भोलिका दिनमा तपाईँले फरक पाउनुहुन्छ। के फरक पाउनुहुन्छ भने राष्ट्रिय जनता पार्टीबाट जिताएको उम्मेदवार र अन्य पुराना पार्टीबाट जिताएको उम्मेदवारको अन्तर के छ, जीवनशैली के छ, जनताको बीचको सामिप्यता र सम्बन्ध के छ, विकास र समृद्धिका कुराहरूमा उसको विचार र उसको चरित्र के छ, तपाईँहरूले भोलिका दिनमा देख्नुहुन्छ। तपाईँले भोट हालेको 1 वर्षभित्र त्यो देख्न सक्नुहुन्छ भनेपछि तपाईँहरूले किन अविश्वास गर्ने? विश्वासका साथ हामी जोड्यौँ, एकसाथ हिँडौँ, परिवर्तन गरौँ। पुराना पार्टीहरूको झोले बनेर अब फेरि त्यही पुराना पार्टीलाई चाहिँ हामीले भोट दिएर फेरि हाम्रा आउने सन्ततिहरूलाई पनि यो देशमा रुवाउने काम नगरौँ। उनीहरूको आँसु सुकिसकेको छ, हाम्रा नयाँ युवाहरूको आँसु सुकिसकेको छ। अब जन्मिने बच्चाहरूको जन्मिँदै आँसु सुक्ने अवस्था छ। त्यसैले त्यो परिस्थितिलाई परिवर्तन गर्नको लागि, त्यो परिस्थितिबाट हामी मुक्ति लिनको लागि हामी सबै एकै ठाउँमा उभिएर चाहिँ हामी राष्ट्रिय जनता पार्टीमा आबद्ध भएर यसपटक सबैले राष्ट्रिय जनता पार्टीलाई विश्वास गरौँ र भोट हालौँ। म यो यहाँहरू सबैलाई अनुरोध गर्छु र यति भनेपछि म यहाँहरूसँग बिदा हुन्छु र भोलिका दिनमा यो सम्बन्ध, यो अहिलेको जस्तै अहिले भोट माग्न आएको जस्तै सम्बन्ध, यही किसिमको प्रेम भाव हामीहरू बिचमा रहिरहोस् भन्ने कामनाका साथ बिदा हुन्छु। जय घन्टी।